time was that was 4000 BC. अब महत्त्वपूर्ण कुरा आउँदैछ है। जब आदम पतन भयो तब ऊ अनन्तको राज्यबाट तल खसेर समयको परिधिमा आयो। धेरै विद्वानहरूले यो अब समयको हिसाब गरेर कहिले चाहिँ आदम पतन भयो, बाइबलले आधारले अनि अरू धेरै आधारले अनुसन्धान गरेर पत्ता लगाएको चाहिँ आदम पतन भएको समय चाहिँ लगभग 4000 ईसा पूर्व, ईस्वी सम्वत र ईसा पूर्व तपाईँलाई थाहा होला। लगभग 4000 ईसा पूर्व अर्थात् येशू ख्रीष्ट भन्दा पनि लगभग 4000 वर्ष अगाडिको घटना हुनुपर्छ आदमको पतन भनेर उहाँहरूले यो कुरा पत्ता लगाउनु भएको छ। आदमको पतन यो समय चाहिँ लगभग 4000 ईसा पूर्व। अब आदम पतन भइसकेपछि के परिवर्तन भयो त संसारको अवस्थामा, के परिवर्तन आयो लेख्नुहोस्। परिवर्तन Adam began to he became he now the time about the time was आदम समय संसारमा प्रवेश गर्यो। आदम समय संसारमा प्रवेश गर्यो। त्योभन्दा अगाडि समयको सीमा थिएन, अब ऊ चाहिँ समयको सीमामा आयो। Adam gaining age. आदमको उमेर बढ्न थाल्यो। Getting older and older and older. त्यसपछि ऊ बुढो हुन थाल्यो। His body slowly corrupted. शरीर नाश हुन थाल्यो अथवा कमजोर हुन थाल्यो। Also, his character changed. चरित्र पनि परिवर्तन भयो। Satan character, he got Satan character. He started to have a Satan character. आदममा शैतानको चरित्र आउन थाल्यो। आदममा शैतानको चरित्र आयो। And jealousy, डाहा and hatred, घृणा and angry, रिस and unforgiving, क्षमा नदिने, and even his son later killed his brother. पछि गएर उसको छोराले पनि आफ्नै भाइलाई मारे। And killing, हत्या, and lying, झूठ and betraying, धोखा and anxiety, चिंता
you have worry, it should be the worry. फिक्री, And sorrow, दुःख, शोक, depression. निराशा, Same space. निराश, Same space. And physical sickness, disease, शारीरिक रोग, cancer, क्यान्सर, and later funeral service. त्यसपछि अन्तिम संस्कार, हेर्नुहोस् त कति योभन्दा सुन्दर अवस्थाबाट अनन्तको जीवनबाट जब आदम पतन भइसकेपछि उसमा शैतानको चरित्र पनि आउन थाल्यो, समयको परिधिमा बाँधिन थाल्यो, बिस्तारै उमेर बढ्दै गयो, बुढो हुन थाल्यो, शरीर कमजोर हुँदै नाश हुन थाल्यो, चरित्रमा पनि परिवर्तन भयो। त्यसै गरी डाहा, उसमा बिस्तारै डाहा, घृणा, रिस, क्षमा नदिने, हत्या, झुट, धोका, चिन्ता, फिक्री, दुःख, शोक, निराश, शारीरिक रोग बिरामी, यस्तो हुँदै हुँदै अन्तिममा चाहिँ अब मर्नु पर्यो। अन्तिम संस्कार भनेको चाहिँ मर्नु पर्यो। तर यस्तो कुनै यस्तो कुरा पतन हुनुभन्दा अगाडि यी कुराहरू थिएन, पछि उसमा आएका यी कुराहरू हुन्। Now social change. Social change. अब सामाजिक परिवर्तन, सामाजिक परिवर्तन, And weather change. Hot, cold, मौसम गरम चिसो हुन थाल्यो, गरम चिसो हुँदै गयो। and land got cursed. Land. भूमि श्रापित भयो, भूमि अर्थात् जमिन श्रापित भयो। So you have to cultivate land for food. खेती गर्नुपर्ने भयो खानाको लागि, खानाको लागि खेती गर्नु पर्यो, With the sweat. पसिना बगाउनु पर्यो। No free food. You have to work hard. अब सित्तैमा खानेकुरा पाइएन, त्यसको निम्ति कडा परिश्रम गर्नु पर्यो। Women have to go through birth pain. त्यति मात्र होइन, स्त्रीहरूले बच्चा जन्माउने बेलामा एकदमै कडा त्यो प्रसव वेदना भोग्नु पर्ने भयो। स्त्रीहरूले, महिलाहरूले बच्चा जन्माउँदाखेरि एकदमै दुःख कष्ट सहनु पर्ने भयो। Jesus, after we die, we will be no longer experiencing this. खुसीको कुरा चाहिँ तपाईहरुको लागि खुसीको कुरा चाहिँ येशूको कारणले गर्दा भविष्यमा हामी जाने संसारमा यस्ता नराम्रो कुनै पनि कुरा हामीले भोग्नु पर्ने छैन। Amen. While we are living in this world, okay, whether you're European, American, Indian, Korean, Chinese, Japanese, whatever, you have to experience this. यो संसारमा बाँचुन्जेल चाहिँ चाहे अमेरिकन हुन्, चाहे कोरियन हुन्, चाहे इन्डियन हुन्, चाहे नेपाली हुन्, संसारको जुनसुकै ठाउँका मानिसहरूले पनि यी सबै परिस्थितिहरू चाहिँ सामना गर्नुपर्छ, भोग्नुपर्छ। You sometimes think that Europeans
will not have this problem. No, they have all these problems. कहिलेकाहीँ हाम्रो मनमा आउन सक्छ युरोपका मानिसहरू विकसित देशका मानिसहरू त हामीले भोगेको जस्तो दुःख कष्ट भोग्नु पर्दैन होला भनेर सोच्छौँ तर त्यसो होइन तिनीहरूले पनि यी सबै कुराहरू चाहिँ भोगिरहेका छन् Okay? Even rich people, rich people in everywhere, they have this problem, family problem, physical problem. Later they die of cancer. धनीको जीवनलाई हेर्ने हो भने पनि उनीहरूको परिवारमा अचम्म लाग्दो समस्याहरू हुन्छ ठुल्ठुलो रोगहरू क्यान्सर जस्तोहरू पनि रोग लागेको हामी देख्छौँ र धन सम्पत्तिले उसलाई बचाउन नसकेर अन्तिममा मर्नुपर्छ Some of you people, from village people said, wow, in Kathmandu there are many rich people and powerful people. Oh, they look very happy, big house and big car, but that's the outside looking. But when you go inside, they have all these problems. गाउँबाट आएका दाजुभाइ दिदीबहिनीहरूले काठमाडौँमा ठुल्ठुला घर धनी व्यक्ति सफा मानिसहरू अनि फेरि उनीहरूसँग भएको धन सम्पत्ति देख्दाखेरि ओहो तिनीहरू त कति खुसी रहेछन् कति रमाएको होला कति आनन्दित होला भनेर हामी सोच्छौँ तर त्यो बाहिरी हेर्दाखेरि मात्रै तिनीहरूलाई त्यस्तो देखिन्छ तर जब तिनीहरूको भित्री जीवनलाई हामी हेर्छौँ भने यी सबै समस्याहरू तिनीहरूले पनि भोगिरहेका छन् तपाईँलाई यो कुरा थाहा छ That's rich people, powerful people, they die too. See, many your country people who are rich and powerful, they disappear, they're gone. यहाँ धेरै धन सम्पत्ति भएका शक्तिशाली इज्जत प्रतिष्ठा भएका मानिसहरू पनि मर्छन् हामीले कति देखेका छौँ ठुल्ठुला मानिसहरू नेताहरू पनि अब छैनन् उनीहरूले संसार छोडिसके So they see you Christians, although you are poor, they consider you as a happy people. हामी त्यो दुःख कष्ट भोगे तापनि ती अन्य जाति धनी व्यक्तिहरूको नजरमा इसाईहरू चाहिँ सधैँ खुसी रहन्छन् भनेर तिनीले भन्छन् आमेन The Bible that you are carrying, Bible, is inside all the famous people recorded in the Bible. They all went through this. तपाईँ र मैले बोक्ने बाइबलभित्र थुप्रै मानिसहरूको नाम छ र शक्तिशाली धनी मानिसहरूको नाम पनि छ तर बाइबलमा भएका ती सबै व्यक्तिहरू पनि यी परिस्थितिहरूबाट भएर नै गुज्रेका थिए Even Saint Paul was a very highly respected spiritual man, but he has to go through all these agonies. सन्त पाउल आत्मिक रूपमा सबैबाट आदर पाएका उच्च स्तरका व्यक्ति भए तापनि तिनले पनि यी परिस्थितिहरूलाई सामना गर्नु पर्यो Me too. डाक्टर उहाँको अवस्था पनि त्यस्तै हो See, I'm gray here now. I'm getting old. Someday I will die. हेर्नुस् त पहिला उहाँको कपाल कालो थियो अहिले बुढो भएर सेतो भइसक्यो एक दिन उहाँ पनि यो संसारलाई छोड्नु हुनेछ 60-70 years ago, I was a very young, cute-looking little boy. आजभन्दा 60-70 वर्ष अगाडि उहाँ एकदम सुन्दर केटा हुनुहुन्थ्यो But now I am a grandfather. अहिले त म हजुरबा भइसकेँ Sooner or later, you will be the same. You will be different. ढिलो होस् वा चाँडो होस् तपाईँहरू पनि एक दिन त्यस्तै अवस्थामा उहाँ जस्तै अवस्थामा पुग्नुहुनेछ I came to your country around 15 years ago. म तपाईहरुको देशमा आजभन्दा 15 वर्ष अगाडि नै आएको थिएँ At that time I was a young man. त्यति बेला त म जवानै थिएँ But now, since then I have met many Nepali people who died already, who disappeared from this Kathmandu. 15 वर्ष अगाडि मैले भेटेका मानिसहरू काठमाडौँमा भेटेको मानिसहरू अहिले मरिसके तिनीहरूले संसार छोडिसके कति जनाले At the time they were very healthy looking,
you know, money and everything, but disappear. त्यति बेला मैले भेटेका मानिसहरू स्वस्थ थिए, धनी पनि थिए, तर अब यो संसारबाट हराइसके। Now, within 10 years from now, okay, people sitting here, I would say around 20-30% will disappear. आजको दिनबाट 10 वर्षपछि यही कोठामा भएका केही मानिसहरू पनि यस संसारबाट बिदा भइसकेका हुनेछन्, हैन र? Doesn't matter whether you are young or old, that age doesn't make म difference. त जवानै छु, कहाँ 10 वर्षमा जान्छु र भनेर नसोच्नुस्। But by the grace of God, since you, because of Jesus, okay, although you are here now, you will go back to there. See, all of you go back to there. खुसीको कुरा चाहिँ परमेश्वरको अनुग्रहमा येशू ख्रीष्टद्वारा भएर अहिले हामीले यी नराम्रो अवस्थाहरू सामना गर्नु पर्यो पनि एक दिन हामीहरू सबै यस्तो सुन्दर ठाउँमा जाने छौं। Amen. Now, you know, we go out the street in Kathmandu. Okay, many people now riding bike in a bus, and they are busy for making money. जब हामी यहाँबाट निस्केर बाहिर सडकमा हेर्छौं भने धेरै मानिसहरू गाडी चलाएर मोटरसाइकल चलाएर एकदम व्यस्त भएर दौडिरहेका छन् पैसा कमाउनको लागि। You see outside, as you go out and see, they are busy. हामी बाहिर गएर हेर्छौं भने मानिसहरू पैसा कमाउन एकदमै व्यस्त भएर खटिरहेका छन्, दौडिरहेका छन्। When you look at them around 10 kilometers above, you look at Kathmandu. From 10 kilometers above, you look at Kathmandu. यो सतह भन्दा जमिन भन्दा 10 किलोमिटर माथि गएर तपाईले काठमाडौँ शहरलाई हेर्नुहुन्छ भने And it's like an ant. Okay? Ant now busy. माथिबाट हेर्दा चाहिँ यहाँ दौडिरहेका मानिसहरू चाहिँ कमिला जस्तै यताउता हिँडिरहेको साना देखिन्छन्। Okay? होइन र? टाढाबाट हेर्दा सानो देखिन्छ नि। You even climb up the high mountain and you look down Kathmandu like an ant now. अग्लो डाँडामा पहाडमा गएर तल हेर्दा पनि मानिसहरू दौडिरहेको हिँडिरहेको चाहिँ कमिला जस्तै देखिन्छन्, साना। Inside some people are happy, some people are fighting and crying, and some people are in the hospital sick, all kinds of people in Kathmandu now. यहाँ भएका मानिसहरू कति खुसी छन्, कति झगडा गरिरहेका छन्, कोही अस्पतालमा बिरामी अवस्थामा छन्, कोही के गरिरहेका छन्, कोही के गरिरहेका छन्, सबै व्यस्त छन्। See? Just like an ant. तिनीहरू कमिला जस्तै विभिन्न ठाउँमा दौडिरहेका छन्। Now, if our God said, you ant, He said, He scratches some of the ants. त्यो कमिलाको बथान दौडिरहेको बथानलाई परमेश्वरले चाहनु हो भने खुट्टाले कसामिचक पारेर खतम पार्न सक्नुहुन्छ, होइन र? And they are crying, oh, my son died, my uncle died, my father died, they cry. अनि त्यसो भइसकेपछि मानिसहरू रुन्छन्, ओहो मेरो छोरा यसरी मर्यो, मेरो काका मर्यो भनेर रुन थाल्छन् मानिसहरू। Let's have a funeral service. अब हामी उनीहरूको लागि अन्तिम बिदाईको कार्यक्रम गरौँ भनेर उनीहरू भन्छन्। And you prepare food and then you cry. अनि खाना तयार पारे पनि मान्छेहरूतिर रोइरहेकै हुनेछन्। Okay. If they are Hindu people do that, अब त्यसो गर्ने मानिसहरू यदि हिन्दू छन् भने where do they go? ती मरेका मानिसहरू कहाँ जान्छन् त? Hell. तिनीहरू अवश्य पनि नरकमै जानेछन्। Doesn't matter how much money they have. Doesn't matter how many houses they possess. तिनीहरूसँग जतिसुकै लाखौं करोडौं रुपैयाँ भए पनि, जति धेरै ठुलठुला बिल्डिङ भए पनि तिनीहरूले त्यो छोडेर जान्छन्। And his sons and daughters take over house and money, but few years later they will die again. त्यो धनी मानिस मरिसकेपछि उसको छोरा नातिले त्यो घर सम्पत्ति लिन्छ, लिए पनि त्यो व्यक्ति पनि केही समयपछि त्यसलाई त्यो सम्पत्ति छोडेर जानुपर्छ। So many people out there in Kathmandu,
will not go there. They will not go back. यो काठमाडौँको धेरै धनी मानिसहरू संसार छोडिसकेपछि यस्तो सुन्दर ठाउँमा जान पाउँदैनन्। But very few blessed people, okay, in Nepal will go up here. तर थोरै आशिषित प्रभुका जनहरूले चाहिँ यो सुन्दर ठाउँमा जान मौका पाउनेछन्। That's why we Christians dying, okay, is a blessing. त्यसैले हामी इसाईहरू यो संसारमा मर्नु परे तापनि त्यसलाई आशिषको रूपमा सोच्छौं। You know that? यो कुरा बुझ्दै हुनुहुन्छ? यो दुःखपूर्ण संसारलाई छोड्दा पनि हामी आत्तिदैनौँ। We Christians, funeral service is not a crying time. It is a joyful time. Funeral service. इसाईहरू हामी विश्वासीहरूको त्यो अन्तिम विदाई अन्तिम संस्कारको समय चाहिँ त्यो रोइरहने कार्यक्रम होइन। त्यति बेला चाहिँ हाम्रो एकजना मानिस प्रभुको घरमा गए भनेर हामी आनन्दित हुनुपर्ने समय हो। Hindu people, funeral service, crying. हिन्दू मानिसहरूको फ्युनेरल सर्भिसमा रुवावासी हामी देख्छौँ। But we Christians don't follow Hindus. तर हामी इसाईहरूले ती हिन्दूहरूको जीवनशैलीलाई पछ्याउँदैनौँ। So we Christians, on the day of the funeral service, we have to say, Hallelujah, Hallelujah. Thank you, God. हामीले चाहिँ त्यस्तो अन्तिम संस्कारको दिनमा हालेलुया प्रभु धन्यवाद भनेर प्रभुलाई धन्यवाद ज्ञापन गर्नुपर्छ। You have to do that. तपाईहरुले यसो गर्नुपर्छ। The funeral day is a day of joy. त्यस्तो अन्तिम संस्कारको दिन चाहिँ आनन्दित दिन हुनुपर्छ। And you say, Hallelujah, now finally he overcome all these problems, now entering the paradise. हामीले हालेलुया हालेलुया भनेको चाहिँ त्यो व्यक्ति जसलाई हामी बिदा गर्यौं यी सबै समस्यामाथि विजयी भएर यो सुन्दर ठाउँमा गएको कारणले गर्दा हामी हालेलुया भन्छौं। So I told my people at my funeral service, don't cry, celebrate. I told them already. मैले मेरो मण्डलीका कुरा दाजुभाइ दिदीबहिनीलाई भनेको छु जुन दिन म मर्छु मेरो त्यो अन्तिम संस्कारको दिनमा तिमी रुने कराउने गर्ने हैन समारोह जस्तै उत्सव मनाऊ भनेर भन्नुभएको छ। Because of Adam, we got problem right here. Okay? Now because of Jesus, now we are going back. आदमको कारणले गर्दा हामीले सबैले संसारमा यस्तो दुःख कष्ट भोग्नु परेको छ तर येशू ख्रीष्टको कारणले गर्दा यो दुःख कष्टबाट फेरि हामी सुन्दर ठाउँमा जाने छौं। That's why I come to Nepal to tell you. Okay? त्यही खुशीको कुरा बताउन म नेपाल आएको हुँ। Amen. Therefore we should not be afraid of physical death. त्यसै कारणले गर्दा हामी यो शारीरिक मृत्युदेखि डराउन आवश्यक छैन। Amen? Amen. Okay. Now, would you discuss this? Okay, compare and talking each other. अब तपाईहरुले यो संसारको दुःख कष्टको अवस्था र त्यति बेलाको सुन्दर अनन्त राज्यको अवस्था यो दुईटा अवस्था चाहिँ साथी मिलेर तुलना गर्नु। यहाँ के थियो हैन शरीर नष्ट हुँदैन थियो दुःख कष्ट रोगी बिमारी थिएन घृणा शत्रुता थिएन तर यहाँ आएर सबै कुराहरु भएको छ। यो दुईटा कुरा चाहिँ तुलना गर्नुस् साथीसँग अघि जस्तै। You know, some of your family members are physically sick, about to die. Don't worry. You just give them hope. एउटा कुरा मैले भन्नुभयो अहिले हामी डिस्कस गर्नुभन्दा अगाडि हुनसक्छ हाम्रो परिवारको कोही सदस्य अथवा हाम्रो आफन्तहरू अलि बिरामी होला हैन उहाँहरू मर्ने लागेको अवस्थामा हुनसक्छ त्यति बेला हामी आत्तिनु पर्दैन तर उहाँहरूलाई गएर यो आशाको सन्देश चाहिँ बताउन आवश्यक छ। आमेन। See, some of you say, would you pray for my family, my father who now sick? Okay. How long he wants to live more? Still, it's better to go there instead of staying here all the time. हाम्रो बुवा आमा अथवा आफन्तहरू बिरामी हुँदा हामी अरूलाई प्रार्थना अनुरोध गर्छौं लौ न मेरो बुवा आमा बाजे मर्न लाग्यो निको होस् भनेर प्रार्थना गरिदिनुस् न भनेर हामी अनुरोध गर्छौं।
तर वास्तवमा गहिरो सोच्ने हो भनेदेखि यो दुःख कष्टमा यस्तो नराम्रो अवस्थामा दुःख कष्ट सहिरहनु भन्दा यसलाई त्यागेर सुन्दर अवस्थामा जानु पाउनु नै उहाँको लागि असल हो। Amen. So when you are sick and ready to die, you prepare yourself to go there instead of, asking someone to stay here longer and longer. यो दुःख कष्ट भोगेर बिरामी अवस्थामा बाँचिरहनु भन्दा सुन्दर अवस्थामा जानको निम्ति येशू ख्रीष्टद्वारा आफ्नो तयारी गर्नु चाहिँ असल हो। यहाँ छटपट आएर बस्नु भन्दा त्यहाँ जान पाउनु चाहिँ असल कुरा हो। So you depend on Jesus more when you are sick. Okay? You love Jesus more. त्यसै कारणले गर्दा रोगी बिरामी अवस्थामा हामी अरू अवस्थामा भन्दा बढी येशूमाथि भर पर्छौँ, बढी उहाँलाई प्रेम गर्न थाल्छौँ। Okay? After the fall of Adam here, आदम पतन भइसकेपछि and Bible has one famous man named here Enoch. आदम पतन भइसकेपछि एकजना प्रख्यात व्यक्तिको नाम बाइबलमा उल्लेखित छ जसको नाम हो हनोक। हनोक यो लाइन तपाईहरुको कापीमा यो लाइन सिधा लाइनमा लेख्दै जानुहोस्। यो हाम्रो यो अक्षरले गर्दा यहाँ छेकियो। आदम ईसापूर्व 4000 मा पतन भयो। त्यसको केही समयपछि हनोक भन्ने व्यक्ति देखियो। 3005. Right here. त्यो समय चाहिँ हनोकको समय चाहिँ लगभग ईसा पूर्व 3500 वर्ष हो। ईसा पूर्व 3500 3500। त्यसपछि बाइबलमा नोआ भन्ने व्यक्ति देखा पर्छन्। 3000. उनी चाहिँ लगभग 3000 ईसा पूर्वमा थिए। नोआ। And 2005. त्यसपछि 2500 मा Noah's flood. जल प्रलय भयो। जल प्रलय ईसा पूर्व 2500। And 2000. अनि ईसा पूर्व 2000 मा अब्राहम देखा परे। अब्राहम And 1005. त्यसपछि 1500 ईसा पूर्वमा 1500 ईसा पूर्वमा Moses. मूसा देखा परे। And 1000. ईसा पूर्व 1000 मा David. दाऊद देखा परे। दाऊद। And 500. ईसा पूर्व 500 मा ईसा पूर्व 500 मा Daniel. दानिएल देखा परे। And BC 4. ईसा पूर्व 4 मा Jesus. येशू आउनुभयो।
येशू यस संसारमा ईसापूर्व 4 मा यस संसारमा आउनुभयो। This is 4. We will practice memorizing this. Okay? यी समयहरू पहिला त आदमको समयमा समयको कुनै सीमा नै थिएन, त्यो समय संसार नै थिएन, अनन्त थियो। तर आदम पतन भएको समयबाट बाइबलमा देखा परेका यी महत्त्वपूर्ण व्यक्तिहरू कुन कुन सालमा थिए भन्ने कुराहरूले चाहिँ कन्ट गर्नुपर्छ। Now, could you lead them how to memorize this way and this way? एकचोटि हामी अभ्यास गरौँ है, यसलाई कन्ट गर्नलाई तपाईहरु बोर्डमा हेर्नुस् अनि साल कन्ट गरौँ, यताबाट पनि कन्ट गरौँ, उताबाट पनि कन्ट गरौँ। सबैजनाले मुख खोलेर भन्नुस् है। आदमको पतन कति सालमा भएको थियो? ईसा पूर्व 4000। अहिले हामी ईस्वी सम्वत 2015 मा छौं हैन? अहिले 2014 लाई पार गरेर ईस्वी सम्वत 2015 मा छौं। अब घट्दै 2000 1500 हुँदै शून्यमा पुग्यो। अनि त्यो शून्यबाट तलतिरको समयलाई चाहिँ ईसा पूर्व भन्छ। आदमको पतन ईसा पूर्व 4000। हनोकको समय ईसा पूर्व 3500। नोआको समय ईसा पूर्व 3000। नोआको समयको जल प्रलय ईसा पूर्व 2500। अब्राहमको समय ईसा पूर्व 3000। मोसाको समय ईसा पूर्व 1500। दाउदको समय ईसा पूर्व 6000। दानियलको समय ईसा पूर्व 500। येशू ख्रीष्ट यस संसारमा आउनु जन्मिनु भएको ईसा पूर्व 4। यताबाट जाउँ है, अब यताबाट गरौँ। तपाईको के प्रश्न छ भने हामी पछि फुर्सदमा कुराकानी गरौँला। येशू कति सालमा जन्मिनु भयो? 4। ईसा पूर्व 4 भन्नुहुन्छ। अब येशूको जन्म ईसा पूर्व 4। दानियल ईसा पूर्व 500। दाऊद ईसा पूर्व 4। मोसा 2000। अब्राहमको जन्म 2000। जल प्रलय 2500। नोआ 3000। हनोक 3500। आदमको पतन 4000। धन्यवाद। यहाँबाट चाखलाग्दो कुरा के छ भनेदेखि यो तालिकामा, यो समय तालिकामा हरेक 500 वर्षमा हेर्नुस् है, 500 वर्षको फरक छ त्यहाँ। हरेक 500 मा कुनै न कुनै महत्त्वपूर्ण व्यक्ति देखा परेका रहेछन्। पहिलो घटना चाहिँ ईसा पूर्व 4000 मा आदम पतन भयो। त्यसको 500 वर्ष पछि अर्थात् 3500 वर्षमा ईसा पूर्व 3500 मा हनोक यस संसारमा आए। हनोकको 500 वर्ष पछि नोआ आए। त नोआको 600 वर्ष पछि हो एक्ज्याक्ट, तर लगभग अब 500 वर्ष 2500 ईसा पूर्वमा जल प्रलय भयो। जल प्रलयको लगभग 500 वर्ष पछि अब्राहम आए। अब्राहमको 500 वर्ष पछि मोसा आए। मोसाको फेरि 500 वर्ष पछि दाऊद आए। त्यसको 500 वर्ष पछि दानियल आए र अन्तिममा येशू ख्रीष्ट ईसा पूर्व 4 मा यस संसारमा आउनुभयो। एक्ज्याक्ट भन्दा नि 500 वर्ष चाहिँ लगभग हाम्रो सम्झनु सजिलो हुन्छ। एक्ज्याक्ट डेट पनि छ, तर अहिले चाहिँ सम्झन 500 वर्षको फरक सम्झनको निम्ति चाहिँ हामी यो क्रमैसँग सम्झ्यौँ भनेदेखि एकदम सजिलो हुन्छ। सम्झन सक्नुहुन्छ? नपल्नुहोस् है, सम्झिने कोसिस गर्नुहोस्। अब म औँला ठड्याएर अगाडि बोलाउँछु, त्यस कारण कन्ट गर्ने कोसिस गर्नुहोस्। म सबसे भन्नुहोस् है, आदमको पतन 4000 भन्नुहोस्। आदमको पतन 4000। हनोक 3500। हनोक 3500। हनोक 3500। नोआ 3000। नोआ 3000। जल प्रलय 2500। जल प्रलय 2500। अब्राहम 2000।
अब्राहम 2000, मोसा 1500, मोसा 1500, दाऊद 1000, दाऊद 1000, दानियल 500, दानियल 500, येशू 4, येशू 4, आदमको पतन 4000, आदमको पतन 4000, आदमको पतन 4000, हनोक 3500, हनोक 3500, हनोक 3500, नोआ 3000, नोआ 3000, नोआ 3000, जल प्रलय 2500, जल प्रलय 2500, जल प्रलय 2500, अब्राहम 2000, अब्राहम 2000, अब्राहम 2000, मोसा 1500, मोसा 1500, मोसा 1500, दाऊद 1000, दाऊद 1000, दाऊद 1000, दानियल 500, दानियल 500, दानियल 500, येशू 4, येशू 4, येशू 4। अब फर्केर हामी अहिले कन्ट गरिसकेका छौँ। आदम पतन भएको समयदेखि नोआको समयसम्म कति वर्ष छ? कति वर्ष हो त्यहाँदेखि यहाँसम्म? 1000 वर्ष छ। त्यो 1000 वर्षको विवरण चाहिँ तपाईले उत्पत्ति 5 अध्यायको 1 देखि 32 पद पढ्नुभयो भने त्यहाँ स्पष्ट छ है, को जन्मियो, कतिको उमेरमा भन्ने कुरा त्यहाँ वंशावली छ। त्यहाँ भएको मानिसहरू आदमको पतनदेखि नोआसम्म समयसम्मको 1000 को वर्षको विवरण चाहिँ हामी उत्पत्ति 5 अध्यायमा पाउँछौँ। लेख्नु बाइबल खण्ड लेख्नु, उत्पत्ति 5 1 देखि 32, आदमको पतनदेखि नोआको समय। Genesis chapter 5 is a very important chapter that has all these stories, genealogy from Adam to Noah, genealogy. उत्पत्ति 5 अध्याय धेरै नै महत्त्वपूर्ण अध्याय हो, किनभनेदेखि त्यहाँ आदमदेखि नोआसम्मको सम्पूर्ण वंशावली, त्यहाँ को मानिसहरू थिए भन्ने कुरा नाम सहित त्यहाँ उल्लेखित छ। So when you read that chapter, you discover that people's age live up to 1,000 years. Not like this. It was not explained that. तपाईहरुले उत्पत्ति 5 अध्यायमा भएका मानिसहरूको विषयमा पढ्दै जाँदा, अध्ययन गर्दै जाँदा त्यहाँ तिनीहरूको उमेर पनि लेखिएको छ। तिनीहरूको उमेरलाई तपाईले मनन गर्नुहुन्छ भने ती मानिसहरू, त्यति बेलाका मानिसहरू लगभग 1000 वर्षसम्म बाँचेको देखिन्छ। लगभग उनीहरूको उमेर नजिक 1000 को नजिकसम्म उनीहरू बाँचेका थिए। त्यति बेलाका मानिसहरू उत्पत्ति 5 अध्याय अर्थात् आदमको पतनदेखि नोआसम्मको मानिसहरू 900 भनेको अब लगभग 1000 भनौँ, लगभग 1000 वर्षसम्म तिनीहरू बाँचेका थिए। लामो आयु थियो उनीहरूको। त्यति बेलाको समयलाई याद गर्नुहोस् है, नोआको समयभन्दा अगाडिको मानिसहरू। Genesis 7 verse 6. Verse 11. हामी सबैले उत्पत्ति 7 अध्यायको 6 पद र 11 पद पढ्छौँ। उत्पत्तिको पुस्तक हामी 7 अध्याय पढ्छौँ। Genesis 7 verse 6 and 11. उत्पत्ति 6 अध्याय
उत्पत्ति 7 अध्याय 6 पद र 11 पद। यहाँ यसरी लेखिएको छ, नोहको उमेर 600 वर्षको हुँदा पृथ्वीमाथि जल प्रलय आयो। त्यसैगरी 11 पदमा नोहको जीवनको 600औं वर्षको दोस्रो महिनामा त्यस महिनाको 17औं दिन त्यही दिनमा अति गहिरो सागरका सबै मूलहरू फुटे, सबै आकाशका झ्यालहरू खुले। Okay, now here said when Noah was 600 years old, the flood took place. यहाँ हामीले बुझ्ने भाषामा लेखिएको छ, नोआको उमेर 600 वर्षको हुँदा यस पृथ्वीमा ठुलो जल प्रलय भएको थियो। That's why we said about it's a rough figure, around 500 years difference between Noah to flood. हामीले यहाँ 500 वर्षको फरक देखाएका छौँ लगभग। तर त्यहाँ चाहिँ नोआको उमेर चाहिँ 600 वर्ष भएको थियो जल प्रलय हुने समयमा। Some people say, why not why 500? It's 600. Okay, that's a rough figure. कतिजनाको मनमा होला तपाईले 600 नलेखेर किन 500 लेखेको? तर 500 भयो भने चाहिँ सम्झन सजिलो छ। बीचको धेरै चार अङ्कको फरक भयो भने सम्झन गाह्रो हुन्छ। हाम्रो दिमागमा 500 को फरकमा यस्तो घटना यस्तो व्यक्ति छ भने सम्झन सजिलोको लागि उहाँले यो सजिलो अङ्क दिनुभएको। 1000, 1500, 2000 सजिलो पार्नको निम्ति। From Noah to Abraham. Okay? It's a Bible verse. नोआदेखि अब्राहमसम्मको बाइबल खण्ड हेरौँ। Genesis chapter 11. उत्पत्ति 11 अध्याय 11 verses 12 to 26. 12 देखि 26 पदहरू। उत्पत्ति 11 12 देखि 26। नोआदेखि अब्राहमसम्मको वंशावली। Now, this time, when you look at chapter 5 here, Noah is 10 generations from Adam. 10 generations. यहाँ हेर्नुस् त, अगाडि चाहिँ सबैले हेर्नुस् त, अगाडि हेरौँ त, बोर्डमा हेर्नुस् त। जब हामी उत्पत्ति 5 अध्याय पढ्छौँ भनेदेखि त्यहाँ आदमदेखि नोआसम्मका मानिसहरूको नामहरू छ। ती मानिसहरू चाहिँ 10 पुस्ता थिए। 10 पुस्ताका मानिसहरूको नाम त्यहाँ लेख्नुहोस्। आदमदेखि नोआसम्म 10 पुस्ता थिए भनेर लेख्नुहोस्। आदमदेखि नोआसम्म 10 पुस्ता थिए। In other words, Noah is 10 generations down from 10 generation descendants from Adam. हामी यसलाई यसरी पनि बुझ्न सक्छौँ, नोआ भन्ने व्यक्ति चाहिँ आदम भन्दा 10 पुस्ता मुनिका मानिस थिए भनेर बुझ्न सक्छौँ। कुरा त्यही हो, आदमदेखि 10 पुस्ता मुनिको मानिस चाहिँ नोआ हुन्। And also, Abraham is 10 generations down from Noah. चाखलाग्दो कुरा चाहिँ अब्राहम भन्ने मानिस पनि नोआदेखि 10 पुस्ता मुनिका मानिस हुन्। देख्नुहोस्, अब्राहम नोआ भन्दा 10 पुस्ता मुनिका मानिस हुन्। You put down just to say 10. यहाँ पनि 10 पुस्ता छ। 10 generation. सम्झनुहोस् है, यो 10 पुस्ता। आदमदेखि नोआ 10 पुस्ता, फेरि नोआदेखि
अब्राहमसम्म पनि 10 पुस्ता। So would you tell me, Abraham, how many generations from Abraham? No, the Adam. अब तपाईहरुले उत्तर दिनुपर्ने भयो है, छिटो सोचेर भन्नुस्, आदमदेखि अब्राहमसम्म जम्मा कति पुस्ता मानिसहरु भयो त? 19 20 generations. 20 तपाईहरु धेरै स्मार्ट हुनुहुन्छ। 20 पुस्ता भयो। So you have to memorize the Bible verses here. This Bible verse and this Bible. अब हामीले बाइबल खण्डहरु पनि याद गर्नु पर्यो। उत्पत्ति 5 अध्याय र उत्पत्ति 11 अध्यायको कुराहरु। 20 generations, okay? सबै मिलाएर 20 पुस्ता हुन आउँछ। Now, from Abraham to Jesus. अब अब्राहमदेखि येशूसम्म हेरौँ। Abraham to Jesus. Where in the Bible teach us? ल भन्नुस् त अब्राहमदेखि येशूसम्मको वंशावली बाइबलको कुन खण्डले हामीलाई बताउँछ? कहाँ छ अब्राहमदेखि येशूसम्मको वंशावली? हजुर? Matthew 1. Matthew chapter 1 verses 1 through 17. मत्ती 1 देखि 17 पदले हामीलाई अब्राहमदेखि येशूसम्मको वंशावली बताउँदछ। See over here, he said this 7 generations. That makes 21 generations. From Abraham to Jesus. He said here from अब हेर्नुस् है बोर्डमा एकचोटि हेरौँ फेरि सबैजनाले। अलिक गाह्रो त छ तर यो तथ्याङ्कहरू यस्तो अङ्कहरूलाई राम्रोसित बुझ्यौँ भने हामीलाई बाइबल बुझ्न सजिलो हुन्छ। यहाँ के लेखेको छ भने मत्ती 1 को 1 देखि 17 सम्म 3 खण्ड छ। 14 पुस्ताको 3 खण्ड। अब्राहमदेखि दाउदसम्म 14 पुस्ता। I mean, you write down. Abraham, this is David. Just say it. Right, and then here. त्यहाँ कसरी लेखेको छ भन्दाखेरि वंशावली हामीले हेर्ने हो भनेदेखि अब्राहमदेखि दाउदसम्म 14 पुस्ता, अनि दाउददेखि बेबिलोनमा कैद लगिने बेलासम्म 14 पुस्ता। That is Daniel. त्यो चाहिँ दानियलको समयमा पर्छ र दानियलको समयदेखि फेरि येशूको समयसम्म 14 पुस्ता। Would you read chapter 1 verse 17? Would you read it? So म तपाईहरुलाई मत्ती 1 को 17 पढेर सुनाउँछु अनि त्यसपछि यो कुरा स्पष्ट हुन्छ। म पढ्ने छु। Matthew 1 verse 17. म पढ्छु है मत्ती 1 को 17। यसरी अब्राहमदेखि दाउदसम्मका सब पुस्ताहरू 14 पुस्ता, अनि दाउददेखि बेबिलोन लगिउन्जेल 14 पुस्ता। Babylon means Daniel time. बाबिलोनको समय भनेको दानियलको समय हो र बेबिलोनमा लगिएदेखि ख्रिस्टसम्म 14 पुस्ता भए भनेर मत्ती 1 को 17 ले बताउँदछ। अब तपाईहरु भन्नुस् त 14 गरेर जोड्दाखेरि जम्मा कति पुस्ता हुन आउँछ? 42 पुस्ता हुन आउँछ। Would you explain them? Let's take a break. Repeat what we learned for generations. Adam to the one we just discussed. Just explain. सबैजनाले अगाडि हेर्नुस्। As you're teaching and let it, like the figures, you let us repeat and sort of memorize, including Bible verses. अब हामी अहिले बिहान हेरेको कुराहरू आदमको पतनदेखिको समयलाई अलिकति हेरौँ, बाइबल भर्सलाई पनि हामी दोहोर्यौँ, त्यसपछि हामी खाजा खान जानेछौँ।
एकछिन नआत्यौँ, मलाई सहायता गर्नु होला। आदम पतन भएको समय ईसापूर्व 4000। हामी अलमल्ल हुनु हुँदैन। संसारको इतिहासलाई ईसापूर्व र ईसा सम्वत दुई भागमा विभाजन गरिएको छ। त्यसकारण हामीले राम्रोसित बुझ्नुपर्छ। यीशु ख्रीष्ट आउनु भएपछि संसारको इतिहास नै लेख्ने क्रमै बदल्यो। ईसा सम्वत भनेर लेख्न थाल्यो। तर यीशु ख्रीष्ट संसारमा आउनुभन्दा अगाडि ईसापूर्व भनिन्थ्यो। ईसापूर्व 4000 मा आदम पतन भएका थिए र आदम पतन भइसकेको करिब 500 वर्षपछि हनोक आए र हनोकको 500 वर्षपछि नोआ भन्ने व्यक्ति संसारमा आए। र यहाँसम्म हेर्दाखेरि आदमदेखि नोआसम्मको समय चाहिँ कति वर्ष हुन आउँछ त? आदमदेखि नोआसम्म 4000 वर्ष। आदमदेखि नोआसम्म कति साल हुन आउँछ? 1000, लगभग 1000 वर्ष आउँछ। 1000 वर्षमा मानिसहरूको पुस्ता चाहिँ कति थिए? 10 पुस्ता थिए। सम्झनु सहिलो छ। And longevity 1000. र त्यति बेला 930 हैन 800 कति यसरी चाहिँ मानिसहरूको उमेर चाहिँ लगभग 1000 वर्ष। हामीले कहिलेकाहीँ त्यो नियरेस्ट फिगर निकाल्छौँ नि। लगभग चाहिँ त्यति बेलाको मानिसहरू आदमदेखि नोआसम्मको व्यक्तिहरू लगभग कति वर्ष बाँचे रे? लगभग उनीहरूको उमेर 1000 वर्ष थियो। यो कुरा किन हामीले गर्दैछौँ भने अब आउने पाठमा, अब आउने सेसनमा यो कुरा निस्किन्छ। त्यसकारण उहाँले विशेष गरी यो 10 पुस्ता अनि 1000 वर्षको उमेर अनि 1000 वर्षको यो समयकाल उहाँले छुट्याएर हामीलाई बाइबललाई सरल रूपमा बुझाउन मद्दत गर्दै हुनुहुन्छ। त्यसैले बुझ्नुपर्ने कुरा चाहिँ यही हो। आदमदेखि नोआसम्म 1000 वर्ष हुन आउँछ समय अवधि। त्यति बेलाका मानिसहरू पनि झन्नै 1000 वर्षसम्म बाँचेका थिए। र उत्पत्ति 5 अध्यायको 1 पददेखि 32 पद पढ्यो भनेदेखि त्यति बेलाका मानिसहरूको नाम र ती मानिसहरू 10 पुस्ता थिए भन्ने कुरा हामी बुझ्न सक्छौँ। अगाडिको 1000 वर्ष। अब यहाँ छौँ नोआको समयदेखि 1000 वर्षपछि को थिए? 1000 वर्षपछि अब्राहम थिए। तर बीचमा 2500 मा को थिए? जलप्रलय भएको थियो। जलप्रलयको घटना बाइबलमा कहाँ लेखेको छ? उत्पत्ति 7 अध्यायको 6 पद र 11 पद। अनि हामीले बुझ्नुपर्ने कुरा चाहिँ अघि 6 पदमा पनि पढ्यौँ हामीले। नोआ कति सय वर्षको उमेर हुँदाखेरि जलप्रलय सुरु भएको थियो? नोआको उमेर 600 वर्ष हुँदाखेरि यस पृथ्वीमा जलप्रलय भएको थियो। So don't forget, the people will ask you, where in the Bible said Noah was 600? Then you have to memorize this. कहिलेकाहीँ मानिसहरूले पनि सोध्छ र हाजिर जवाफमा जवानहरू जाँदा पनि प्रश्न आउन सक्छ। जलप्रलय हुँदाखेरि नोआको उमेर कति थियो भन्दा उत्तर के दिनु पर्यो? बाइबल पद कुन भन्दाखेरि उत्पत्ति 7:6 र 11 पद। अब चाखलाग्दो कुरा चाहिँ जसरी आदमदेखि नोआसम्म 10 पुस्ता थिए, त्यसै गरी नोआदेखि अब्राहमसम्म पनि मानिसहरूको पुस्ता कति थियो? 10 पुस्ता नै थियो। बाइबल खण्ड उत्पत्ति 11 को 12 देखि 26 मा त्यो कुरा लेखिएको छ। I didn't tell you. After the Noah's flood, people's age come down 600, 400, 200. Okay? अघि छुटेको जानकारी फेरि उहाँले बताउँदै हुनुहुन्छ। अघि नै हामीले चर्चा गरिसक्यौँ आदमदेखि नोआसम्मको मानिसहरू चाहिँ लगभग कति वर्ष बाँचेका थिए रे? 1000 वर्ष बाँचेका थिए, 900 वर्ष बाँचेका थिए। तर जलप्रलयपछि मानिसको उमेर सट्ट घटेर गयो। तपाईँ हेर्नुहोस् त्यहाँ उमेरहरू छ। जलप्रलयपछि नोआको जलप्रलयपछिका मानिसहरूको उमेर 600, 400, 200 हुँदै 120 मा झरेको कुरा बाइबलले बताउँछ। And Abraham died 175. अब्राहम 175 वर्षको उमेरमा मरेका थिए। अब्राहम 175 वर्षको उमेर हुँदाखेरि मरेका थिए। And Moses died 120. मोसा भन्ने व्यक्ति 120 वर्षको उमेरमा मरेका थिए।
मोसा 120 वर्षको उमेरमा मरेका थिए। And David died at 70. दाउद राजा चाहिँ 70 वर्षमै मरेका थिए। दाउद राजा 70 वर्षमै मरेका थिए। हेर्नुस् है कसरी घट्दै गयो, उमेर घट्दै गएको याद गर्नुहोस्। पहिला 1000 You memorize it. You memorize it. र यो उमेर त्यो मानिसहरू क्रमैसँग आएको मानिसहरूसँगै उमेर पनि क्रमैसँग झर्दै गएको। अब्राहम 175 मा मरे, मोसा 120 मा मरे, दाउद चाहिँ 70 वर्षमै मरे। Now we are about the same as the David generation. We. अब अहिले हामीहरूको सरदर उमेर चाहिँ दाउदकै उमेर छ। नेपालको औसत उमेर पनि दाउद यस्तै 70 वर्ष थियो होला। Okay. अब हामीले अर्को खण्ड पनि छ। एक हजार बाँड्दाखेरि अब्राहमसँग आइसकेपछि अब्राहमबाट दाउदसम्म अर्को 1000 छ अनि दाउददेखि येशूसम्म अर्को 1000 वर्ष छ। तर बाइबलमा हामी मत्ती 1 अध्यायको 1 देखि 17 सम्म पढ्छौँ भनेदेखि त्यो अब्राहमदेखि येशूसम्मको वंशावली छ। त्यो वंशावलीलाई 3 भागमा भाग लागेको छ। अब्राहमदेखि दाउदसम्म 14 पुस्ता, दाउददेखि दानियलसम्म 14 पुस्ता र दानियलको समयदेखि येशूसम्म 14 पुस्ता गरी कुल मिलाएर 42 पुस्ता चाहिँ अब्राहमदेखि येशूसम्म थिए भन्ने कुरा बाइबलमा हामी मत्ती 1 अध्यायमा पाउँदछौँ। 41 पुस्ता होला। 14 देखि 41 हुन्छ। तर त्यहाँ बिचमा चाहिँ To the fall of Adam until Jesus comes. Okay? How many years? अब तपाईहरुले उत्तर दिनुहोस्। आदमको पतनदेखि येशू ख्रीष्ट यस संसारमा आउनु भएको समयसम्म जम्मै मिलायो भने कति साल हुन आउँछ? म प्रश्न पनि भन्छु है, तपाईहरु बुझ्नुस्। आदमको पतनदेखि येशू यस संसारसम्म आउनु भएको समयसम्म सबै जोड्ने हो भने कति वर्ष हुन्छ? Around 4,000 years. लगभग 4000 वर्ष हुन आउँछ सबै जोड्दाखेरि। Okay, would you write down? त्यो पनि लेख्नुस्। आदमको पतनदेखि येशूको समयसम्म लगभग 4000 वर्ष हुन आउँछ।